सबैलाई हुन्छ नि त लट अफ प्रब्लम्सहरू भइरहेको छ तर जब फर्स्ट स्टेप हामीले जिममा टेक्छ नि मुड बुस्टरले फर्स्ट एक्सर्साइजको साथमै मुड बुस्टर हुन्छ कि त्यो त लाइक भन्छ नि अचुक एउटा रामबाण हो कि मेन्टली स्ट्रेस आऊ वर्कआउट गर स्वेटिङ गर यु आर फ्रेस होइन अन्त हजुरलाई यो मेडिटेसन माइन्डफुलनेस भन्छ होइन जस्तै अब म पनि मार्सल आर्टहरू खेलिरहेको छु एन्ड हामीले बडीको त तोडमोड हानिदिन्छ कि कार्डियो इज बेस्ट स्ट्रेन्थ ट्रेनिङहरू पनि गरिरहेको छ तर त्यसको साथसाथमा हामीले मेडिटेसन गर्छ कि त मेडिटेसन माइन्डफुलनेस वाइ भन्छ कि माइन्डलाई कन्ट्रोल माइन्ड कन्ट्रोल इज द बेस्ट कन्ट्रोल के माइन्ड कन्ट्रोल भयो भने बडी पनि कन्ट्रोल हुन्छ भन्ने लाइक त्यो थटले हामीलाई कोचहरूले हजुरको पर्सपेक्टिभमा के लाग्छ त इम्पोर्टेन्स अफ मेडिटेसन माइन्डफुलनेस इम्पोर्टेन्स हुन्छ स्पेसली यो हाम्रो जिमको कन्टेक्स्टहरूमा होइन या त कुनै पनि कम्पिटिसनको कन्टेक्स्टमा या त फिटनेसकै कन्टेक्स्टमा हजुरको लागि के पर्सपेक्टिभ छ त कुरा सुन्दाखेरि हजुर हजुर नेगेटिभ मैले कुरा देख्दिनँ सबै कुरा पोजिटिभ हुन्छ अब त्यसमा माइन्डफुलनेसको लागि अब त्यो कन्सियसली थट गर्न पनि सिक्नुपर्छ नराम्रो असर जस्तै स्टिमुलसहरू नराम्रो जे पनि हुन्छ रेस्पोन्स गरिन्छ जत्तिकै गरिन्छ नि त त्यो चाहिँ सेट अफ थट्सहरू हुन्छ नि त्यो राम्रो लिँदाखेरि त राम्रो हुन्छ भन्ने थाहा हुन्छ तर त्यो कन्सियसली त्यो थटलाई फिल्टर गर्न गाह्रो भइरहेको हुन्छ कि किनभने त्यहाँ डिस्ट्र्याक्सन लट अफ रिवार्ड सबै डोपामिन रिलेटेड अनि त्यस्तोले डिस्ट्र्याक्ट गर्छ अनि जिमको कम्युनिटीमा आएर अथवा मेडिटेसन माइन्डफुलनेसको कुरा गर्दाखेरि चाहिँ त्यो कन्सियसली केही पनि थट चाहिँ कन्सियसली चाहिँ गर्नुपर्छ भन्छ आफैले गर्नु त आफ्नै कानले सुनेर आफ्नै दिमागले इन्टरप्रेट गर्नु नि त त्यो भएर सेट अफ थट्सहरू चाहिँ दामी भएको बिलिफ सिस्टमहरू बिल्ड गर्दै गरेको त्यस्तो त्यो प्रक्रिया मलाई राम्रो लाग्छ त्यही भएर एक्सपर्ट्सहरूले म आफै आबद्ध छैन मेडिटेसनमा केही छैन तर एक्सपर्टहरूले भनेको कुरा सुन्दाखेरि त्यसको रिजल्टहरू अथवा त्यो कन्सन्ट्रेसन त्यो फोकस त्यस्तै बिल्ड हुन्छ भन्ने कुरालाई लिएर चाहिँ मेडिटेसन कुरा बहुतै दामी